Hello and Khamri to everyone. So welcome back to my vlog again. So आज चाहिँ हाम्रो हामी सबै अनि with our guide we all are going at दाजे डाँडा. हाम्रो गाइड चाहिँ उहाँ हुनुहुन्छ. ओके हाम्रो आनुम नाकुलाई पनि मेरो ब्लगमा स्वागत छ तपाईलाई. प्लिज हाई गरिदिनुस् होला. जङ बेटा हो. आज हामीले के भन्न चाहन्छौँ आज हामी तारेङकै माथि जाँदैछौँ. सो हाम्रो जर्नी स्टार्ट भयो. उहाँ चाहिँ मिस ग्यारमिट हुनुहुन्छ. वेलकम टु माई ब्लग. टक्सिलो मुनि अन्त हाम्रो आकु छिटो आउनुहोस् न. हाम्रो मेन ब्लगर्सको यो हाम्रो आकुले चाहिँ पेट्रोलसँग आउनुहुँदैछ. क्याप्टेन हारै गयो. उहिलेको बाटो चाहिँ यो हेर्नु अब चढ्दैछ नि हौ माथि. सकि नसक्यो क्यामेरा पो दारा कटे अब चाहिँ हाम्रो आनु पनि चढ्दैछु यसरी. यसलाई चाहिँ भन्छ खास एडभेन्चर हो नि. हामी चाहिँ यतिको टाढा आइपुगेछु. ब्रेक देख्दो रहेछ उहाँको घर ग्यारमिटको घर तल. हामी कहाँ पुगेको भनेको मनफ्याङ अरे तुमले. ए उतापट्टिको डाँडा आइपुगेछु त. मनल्याम धेरै कुन चाहिँ डाँडा कटिनुपर्छ अब. ए यहीँ माथि. ओके उयो परम बाटो रहेछ त. उयो पर बाटो माथिबाट. ए ओके उहाँको रमै यो चाहिँ रम हो. रम खास रम बुस्टर डोज. अरे चुरुङ छेउ उही पत्ता हेर्छु न पत्तामा लागि हुँदा ल हेरौँ त. पत्तामा लगाइ खाने अरे दिनु यो पत्ता न्यू टेक्निक देखाउने अरे हाम्रो गाइडले. हामी पनि हेरौँ न कस्तो कसरी खानु हुँदो रहेछ अनि त. वाउ यसरी पो खानु पर्दो रहेछ त. कोक त उहाँको चाहिँ एक्स्ट्रा रहेछ. अब म त्यो गाउँमा साह्रो डरलाग्दो कक्टल जस्तो लाग्यो. पानी खानु पर्दैन. कोकले चाहिँ हिजो मैले पर कोक खाएको थिएँ कि बेलुका त. तिर्खा चाहिँ डर लागेको छ त. प्रायः चाहिँ सबै फोकाइ नै तपाईँले फोकायो पोखायो फोकायो. तपाईँको चाहिँ के हो चिया हो पानी. खानु पनि पानी थियो देखाउनु राम्रोसँग देखाउनु न कुन चाहिँ प्लान हो. नन्छ फटबुरे अनि मन त यो चाहिँ के हो. यो वाट इज दिस ए ग ओके त्यसो भने यो चाहिँ अनि मलाई दिनुहोस्. फटबुस मन भने जो पनि तपाईँहरू लेक जानुहुन्छ यो चाहिँ फटबु न चुक्मे गाउँले के गर्नु अरे दल्यो भने चाहिँ चट्टै जाती हुन्छ अरे. ग्यारमिटले चाहिँ अघिदेखि ऊ त्यो एलएनजीमा त खोज्दै हिँड्दैछ. के गर्नु लाग्यो अरे. यो चाहिँ फ्युचरमा काम लाग्छ नि. के गर्नुमा काम लाग्छ अरे. फ्युचरमा अब यो लगेर रोपेर लोकल खासमा पटले गनाएर हालेछ. अन्त अरे पट उल्थ्यो भने भ्रीमा छेको प्रङ चटबी हालाङ त मरो नाग्या थानु मसिनमा तर थ्याक त म थ्याक्ने गो अरे रे कुर्सङ रिप अरे पुन्य ए कुर्सङ रिप अरे हो अरे रिप रे ए अरे रे कुर्सङ रे सते त चोङ बुढो नि त कुर्सङ रिप सङ रे sta चोङ बुढ रे. गाइड हुनु चाहिँ साह्रो छ है. यस्तो बाटोहरू सफा गर्दै हिँड्नुपर्छ. फेरि गाइडलाई हामीले 5000मा बुक गरेको आज चाहिँ होइन अनु 5000 बुक गरेको आजको दिन चाहिँ है. आज चाहिँ हामी
अनि बाटो आइपुग्यो अब यहाँ चाहिँ यस्तो खालको बाटो छ अन्त बाटोमा जाँदा जाँदै सब्जीहरू पनि बटुल्दै हिँड्दैछु आनम गाइड चाहिँ पुरा छिटो रहेछ कि आमामा यस्तो आउँदाखेरि अलैँचीको बिरुवाहरू बुटुल्दै हिँडेको नि लोकलकासँग काम लाग्छ फ्युचरमा भनेर होइन कहाँ आइपुग्यो हामी मनप्योङ आँटी है यसरी चाहिँ मनप्योङ आँटी चाहिँ सबै मेरो जुगाले टोक्यो आज फेरि सेनिटाइजर नै सानो सानो जुगाले चाहिँ यो चाहिँ पुर्मुममा पुरङ बोलिन ठिक पुन कङ्ग्रेस आदि चाहिँ ए पुर्मुम दिस अरे तुमरे ओके यो रुखको गन्ध चाहिँ साह्रै मनपर्छ हाम्रो एकजना आएको चाहिँ के भयो हिँड्नु सकेन नि है हिँड्नु सकेन आधी बाटोबाट फर्किनु भयो उहाँ चाहिँ हो अलिक खुट्टा अलिकति दुखिरहेछ अरे त्यही भएर चाहिँ आउनु पाइन अन्त आधी बाटोबाट फर्किनु भयो हामीले फिलहाल चाहिँ एकजना दुईजना तीनजना अनि मसँग 4 जना छ पुसङ हो अरे हे मुकुन के भन्यो चाहिँ पुर्मु हैन पुर्मुको भोटे जानम ला बक्ली चोक ओके दामी यस्तो जग्गा चाहिँ डाँडा डाँडा आनम मार्गीले के भयो अरे आम्नाको मार्गीले के भयो अरे तपाईँलाई चाहिँ ब्याग तान्यो अरे उकालो जाँदै गरेको मान्छेले चाहिँ फेरि ब्याग तान्यो अरे न यो वाउ ऐसे अच्छे जगह है मलाई चाहिँ डाँडामा किन हिँड्नु मनपर्छ भने चाहिँ यस्तो हाम्रो भ्यू हेर्नुहोस् न कस्तो दामी देखेको है आई लभ दिस पिस सी वाउ हाम्रो गाई चाहिँ माथि हुनुहुन्छ आउँदैछ हाउस जोस ब्याग तान्ने भन्छ आई गट समथिङ यो के हो यो के को आपत हो यस्तो रहेछ त नुम्पत होइन नुम्पत सुपत गयो अरे रे रङरेङ नाम्ना सुरपत दिसो लुम्लिङ नाम्ना र कटुस कटुस है अरे थामुसुक अनम थामुसुक लिम्बू टिम भन्छ अरे टिम सु सुमसपत सुमसपत ए अन्त वाउ त्यहाँ मजाको हावा आउँदैछ अब 1 घन्टा प्लेस दामी रहेछ हेर्नुहोस् है ए पहनकुङ रे पहनले के भयो अरे हानम हन मकत भयो पहनले हन मकत आम्बो वाट अ प्लेस दामी हो हामी जग्गा चाहिँ अब हामी चाहिँ पहनकुङ लङ्ना आलाङ काइरे थल्मा नन्देवा म आलाङले कस्तो खालको उकालो छ अरे आनम भनिदिनुहोस् न नाक र बाटो चाहिँ एउटै छ नि अब यहाँ गोरा सुलम गए आनम दाता मात्तिर हेर्छ अम्बो
얘들 रोला랑도 걸리지도 않나. 아나 밑으로 보면 재밌는 되죠. 이렇게 라면. यहाँ त पनि खोल्नु ट्राई गरेको छैन खोज्नु न पुतुङले पुतुङ ऊ यहाँ तपाईँको पुतुङले के हो उड्यो के हो यारे पतुङले निकाल्नु नि त ल अलिक डन्ठा काटिदियो just looking like a wow Looking like a wow. alang anam na rin choplo ba mo choplo ba malang re alang re gong are chore maju dok ba bina sugo asore Maju chongdok atong ke chongdok athong ka chongdok ba thang Thôi ra tên là béo như vậy. Kam asen tiệt đây putung kam tas mo dekhaidiu pura buk lagi sakit bian mam na kai ong nu ba kami Patasannya nih. Ui. Barkar nikal jo. Ai ke shooting na boy na ren. Ui kam cham ni ya mit koi Yo rakti, yo rakti. आजको ब्लग चाहिँ किन इम्पोर्टेन्ट भनेको चाहिँ यही कुराले गर्दा नि धेरै कुरा कहिना मयन छु मना पन्जाको सङबा आलाङ सुसु अरेसङ मनचङ मन ट्यामचङ Kana mat na punjok kada lom ka show भनेको नि ren song de pare ren song de ko lom ngong na bang ya lum chen sa tham song mong song sikena kai to ya sa kayu na re मयन छु ग आलु थुक्सा ong song na re अन्त गान बुसङ दे कालङ यारे ना पुन्जक कलमन बुचङ त पुरा एक्सपिरियन्स हुन्छ नि अन्त हुयो दे कलङ बरे आलाङ मयन बु आरिङ सङ ल काइना यो लङ छु ग ओरिजङ आलाङ कायु आरिजङ थाम सङ कायु न सु यो सु कायु सालो थुक स ong सङ न just looking like a wow chura to tan looking like a हुन्छ नि गर्छ यो चोक अरे रे अरे तुमरे खास पाप्रा हुन्छ नि chamse go to looking like very important है मेडिसिन जस्तै हो अरे ल ग आनम मन जस्तै हो नि त अरे आलाङ त आज्ञाप चङ नम थुप त नि आज्ञाप रे मुथुप पलाङ आलो थुप करे malkuri फाट लङ नन नि अरे रे सु अरे कुङ लम दो आनम ai kung अरे lumring di chu अरे flat ए कुसु Ronggring. bazar रोङरिङ करे सुल छिक अरे sumpong kung ni chu तुमपङ कुङ sumpong kung ए सुमपङ कुङ ओके अरे कुङ साबे सुमपङ कुङ नि माम त अन्त चोरङ ल्याएर छन् ala ari na ta chorang kai lok lam ka te mo go no ma ai ungsum ga lok me chorang sia cha abom ungsum ma lagai chu ungsum ma de bo ja ta ta sa pura ka dik try ga practical lam na kare go kselang la ni mo ungsum de tong men ta ta sa to ma le ha ba so de are o uri ga tong uri bir ko alang तपाईहरुले यस्तो प्र्याक्टिकल पनि गयो आलाम मात्न नेछु ali chisu boy ni chisu boy ni pani je ungsum asum ka logat bu ungsum asum ga ए वीक में गाउँ म न ala बिजी राखेर हुन्छ नि आफै भइहाल्छ है ल तर यो तातो छैन छ अलि कम्ती भयो दक त म दक्ने मना थङ मेउ हुन ल आनम कम anungko tato होला ल आनम दम ज्यादा उयो ब्ल्याक टी छ नि halka black tea प्र्याक्टिकल तपाईहरुलाई एकदम प्र्याक्टिकल पनि देखाउँदैछु यति गर्नु पर्यो नि ne o esa color sinal sa बा त्यो राम्रै देखिन ओके उङ्गम लगाइँदा रहेछ tosle ha यस्तो चोरङ आलाङ आलु मन रे चोरङ ल लकमा गातो गाइन ma ari असरे पुरा बुक
अरे जंगल हान्ता आम्मामा त्यसै चाहिँ नाक छुने उकालो भनेको होइन रहेछ नि ओह्रालो आउनु चाहिँ मजा आउने रहेछ तर मेरा पसीना देखो यहाँ पर हाँ मेरा पसीना देखो यहाँ पर ऐसा रास्ता है गाइड ने बताया भी नहीं बट एनीवे वी आर अबाउट टू रीच आवर डेस्टिनेशन दैट्स व्हाई वी आर हैप्पी जमीन भित्र नि डुङ डुङ गरेको जस्तो है साउन्ड त्यस्तै आउँदैछ हाउ हेलो गाइड वेयर आर यु सर डुब्दैन यो बेलुका गएर जाति भइहाल्छ मैले चाहिँ आथोङ गएर डक्टर भनिन् कि मार्गिटले गर्दाखेरि चाहिँ अलिक हिँड्नु सही छैन हजुर तो चलते जा रहा है हम लोग सब लोग अभी तक आरी तुमरे मन्चु मना सक्दैन मन्चु मना सक्छ कहाँबाट पस्छ उनीहरू चाहिँ बिलम भन्छु कस्तो मजाले बनाएको रहेछ गो मरो हुइदो त्यो बारे रे मे आरे छ मुको आइदो त्यो मे से त राजुक मन दुकान छ मे आमा मामा वान चाहिँ सिबिलम वान पुगो ठौनी मन त भन्छ रे आलेसँग कति हो थङबुरे द्याट मिन दाँत चाहिँ खतरा रहेछ मे आलम त्यो छ भने उयो त जुगथङबु रहेछ हार्ड वर्किङ रहेछ भन्छ मन पनि वाउ यो दिवाली पटेका पड्काउँदै हिँड्दैछ नेचुरल पटेका खाऊ खाऊ गर्ने पटेका बाटो चाहिँ यस्तो छ हाइकिङ गर्नु चाहिँ यही चाहिँ एकदम दामी हुन्छ है आफ्नो माइन्ड पनि फ्रेस हुन्छ अनि नेचरसँग कनेक्ट गर्नु पाउँछ है यस्तो दामी रिल्याक्सेसन हुन्छ कि लाइक उयो के भन्छ कुनै कस्तो गन्दा रे कम से वाउ लुकिङ लाइक वाउ We are about to reach our destination now. Anam lang dekha bicara sidok na rin. Tafa thalong ngomong dengan kamu. Chapter पनि जानु हुन्छ हाइकिङमा पनि हामीलाई पनि इन्भाइट गर्नु र हामी पनि जान्छै आइपुग्यो हामी दाजु डाँडा खेल्न फाइनल्ली तपाईँसँग राम्रो नेटबन तपाईँ सब जुनौँ दाजु डाँडा वाउ ए दाजु डाँडा वाउ फेरि सक्यौँ आथाङ हो अहिले चाहिँ मिस गेर्मिटले चाहिँ यहाँ दाजु डाँडालाई सफा गरिदिँदैछ हो अनि यहाँ हानुम चाहिँ हेर्नुहुँदैछ सफा गरेको यता चाहिँ घाम लागेर भित्र पसेर बसिरहेछ लड्छ गेर्मिट
लड्छ यानम साह्रै राम्रो छ हेर्नु न आमाम मैले चाहिँ दाजे डाँडा भनेर चाहिँ कस्तो सोचिरहेको थियो भने चाहिँ अब मैले चाहिँ दाजे डाँडा भन्दाखेरि चाहिँ आनुम अब ठुलो डाँडा होला मजाको होला जहाँसुकै यता पनि हिमाल देख्ने उता पनि हिमाल देख्ने होइन तर अब ठिकै छ इट्स ब्युटिफुल है दामी रहेछ जग्गा सो तपाईँहरू भ्यू हेर्नु सक्नुहुन्छ दाजे डाँडाको यस्तो रहेछ अहिले फिलहाल चाहिँ उहाँहरू सफा गर्नुहुँदैछ भ्यूको लागि हो दिस इज अ भ्यू Where? Gathang? Gathong भन्छ नि उति जग्गा उति माथि गुम्बा बना माथि हैन हैन त्यो माथि त हैन उ मुनि मिमे त्यो रङ पेन्टिङ गरेको छ दुई जना जाने गरे उता फुटुङ गाइडले चाहिँ त जग्गाहरु देखाइदिँदैछ बताइदिँदैछ यहाँबाट चाहिँ उता पारि सीन देख्दा त्यो जग्गा कस्तो पुग्नु जुम्रा आने डाँडा दिएको तर कस्तो छैन यता निचे सरमाइ लाग्यो छ हाम्रो गाई चाहिँ कहाँ चाहिँ हरायो भनेको त यता नि तातो पानी हो कुन चाहिँ हो बस्तीको तातो पानी हो कि यो चाहिँ ए अब हामी चाहिँ खाजा खान अलिक भोक त लागि छैन भएको छ हो खाना पनि बोकेको रहेछ नि उहाँ चाहिँ के बोक्नुभयो खोइ सिम्बियन खाना Kailas? Anong Kailas? Ito, hindi ko naman. Kailas, ano to? Kailas? Bago siya. Dud ko siya? Kailas? Lasa. Fungsi itu dia ni. Kami sikit kita curah छ गर्मीले भए फिटाउनु आँट्यो अब खानु पनि आज साह्रै भोक लागिसक्यो साह्रो मलाई लाग्यो यो चाहिँ साह्रै राम्रो कुरा हो यो सानो ब्यागबाट चाहिँ के निकाल्यो फुङ्से दबाई सबै कुरा पो बोकिरहेको छ निकालेर पक्कै छ भनेको त्यो मात्रै काम भयो के छ विचार सुन्ने हैन मार्गीले साह्रो परिरहेछ अहिले सुमिमा के कुनै मौका हुन्छ त्यो जाउँ न आइतबार मिलाएर पोखरी एकोरो तलबाट
त्यस्तो अलिकति उकालो छ अलिकति निकै यो टी सर्ट चाहिँ मिस निमको थ्रुबाट मैले पाएको मलाई दिनुभएको थियो मिस निमले सो त्यसको लागि मिस निमलाई पनि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच अनि आज ओपनिङ गरिदिएँ मैले हाइकिङमा सो त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई यो खोङ्छु म Bukulah sila ya. Saya bisa contoh di sini. Ini kemudian ini saja kan. मलाई जुकोले म्याउदी थाहा छैन असम्दो बिरा पनि खाइसक्यो कि आनन्दले ये हुआ ना मार्गी का दवा दाम में प्लास्टिकले बोक्नु पर्यो यसो छोड्नु हुँदैन ओके हामी चाहिँ जहाँ पनि जान्छौँ होइन हाइकिङतिर जाँदाखेरि जुनै त्यसमा पनि हाइकिङमा जाँदाखेरि चाहिँ वाइवेहरू अभियसली सबैजनाले क्यारी गर्छन् होइन सबैजनाले बोक्छ अनि हामी वाइवेहरू प्लास्टिकहरू खाएर चाहिँ हामीले जहाँसुकै चाहिँ ठुक्नु हुँदैन अनि फेरि घरमै फर्केर लिएर जानुपर्छ प्याकिङ गरिकन होइन अनुम त उयो राख्नु आँटेको त्यो त अन्त वाउ ल लेट्स ह्याभ यता आनम त मिल्दैन जाडोमा चाहिँ कसै आज चाहिँ टीका लाउन अब हामी चौचौ खायो ल मिठो मिठो पाराले मार्गीको मान्छे यस्तो प्रकारले खानुपर्छ है आनुम आनुमै खानु पिरो रहेछ आनुम अब खानेवाला अम्बो पिरो त सिकाउनु दियो अरे त सिक्न ओइ मसिक्न अरे त स्लो मना के त सिके मजा आयो तर हाम्रो आनमको चाहिँ प्लानिङै थिएन आउने हो अनसडन के भयो अरे बेलुका सुतिराखेको अचानकमा फोन आयो हिँड्नु पर्यो ओछ्यानमै प्लानिङ भयो अरे ओछ्यानमा प्लानिङ भयो अरे त्यहाँदेखि फेरि बिहान त सबै हिँड्नु परिहाल्यो नि तर आनमले चाहिँ खाएको यस्तो डरलाग्दो खोर्सानी चाहिँ अन्त मार्गीको दबाई हो मिडिपका चलेर खानु पर्ने थियो यो पालि अब आयो जङ्गली आँप पाएको छ मैले सेम छ है खत यो जङ्गलीको आँप कहाँ हो के हो अन्त सेम मात्रै यो कहिले पनि होइन सेम जङ्गली आँप जङ्गल कहाँ पायो तल बाटोमा यो चाहिँ लेकको बतरासी हो ए बतरासी हो अब चाहिँ हामी घुमि पनि सक्यो हो फर्किनु लाग्यो फर्केको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरू जो पनि यहाँ घुम्नु आउनुहुन्छ होइन यस्तो प्लिज प्लास्टिकहरू चाहिँ यसरी फेरि नराखिदिनु बोक्नुहोस् हो अनि घरमै लगेर चाहिँ बरु पोल्नुहोस् तपाईँहरूलाई राम्रो हुन्छ हो अनि यस्तो प्लास्टिकहरू फ्याँकिरहेछ जहाँ पनि हेर्नुहोस् न अब यो प्लास्टिक बोतल चाहिँ लाउँछ फाटेर ल्याउनु ठाउँ बोटेको मलाई त यस्तो यसरी चाहिँ फ्याँकिन दिनु हो तपाईँहरू बरु लानुहोस् घरमा मजाले पोलिदिनुहोस् भन्ने चाहिँ सबैजनालाई रिक्वेस्ट गर्छु दिस इज कल तुमुङदोर मजाले यो चाहिँ सेतो खालको सङ्गीत भयो सो अहिले चाहिँ हामी सिस्नु टिप्दैछौँ हामी सबैजना सिस्नु खानुको लागि हाम्रो फुलको छ मजाले फुलेछ यो आम्बो सो यसरी नै हाम्रो दिनको सफर चाहिँ खतम भयो हो अनि हामी घर पनि आइपुग्नु आँटेछ सबजना हो अब तपाईँहरूलाई एकजनाको एक्सपिरियन्स सेयर गर्नु कस्तो भयो सफर आज तपाईँको सफर सपना ठिक छ त सफर ठिक हो गया सफर नहीं है सफल है नो
आज का वो हम लोगों के साथ दिन कैसा हुआ सबको मजा आउँछ नि दामी दामी मेरो चाहिँ अलिक क्यामेरा राम्रो छैन अन्त अँध्यारो देख्दैछ हो अन्त उहाँको तपाईँको पनि भनिदिनुहोस् चार लड़का दो लड़का दो लड़की है सिक्नु पायो सोचेको कुरा फुलफिल भयो आजको दिन खुट्टा चाहिँ तर अलिक दुख्दैछ रात पर गया तपाईँको आज दिन का सफर कैसा हुआ खाना खाता है अच्छा हो अच्छा हो ओके ठीक है खराब गर्दै भए पनि हामी हमारा भी दिन का सफर खत्म हो गया तो अच्छे हुआ दामी भयो त्यही नि एकदम अच्छा हो।